दिदीहरू आउनु भएन रहेछ दिदीहरू आउनु भएन रहेछ कसको हेल्मेट काम दिने खालको अस्तिको उसमा भन्दा त राम्रो होला नि त गोपालहरूको ए उयसको सरहरूलाई पनि भेट्नुपर्ने होला होइन सरहरू कि रिसाइसक्यो होला कहिलेदेखि इक्जाम हो स्कुल भनेपछि त इक्जाम सकेपछि रिसले आउँदैन भाइ सरहरू त सम्झिरहेको छ अरे भेट्ने अब हामी त कसरी हाम्रो त भेट्ने टाइमै पो मिल्दैन तपाईँ के अरे इक्जाम हुँदैछ स्कुल लाग्दैन कहाँ हुन्छ पानी लगायो कि पानी खुवाउँदैछ अलिअलि भिजाएको हुने होइन युरिन त ए ए यहाँ पनि चुला सार्नुपर्ने भयो चुला सार्नुपर्ने भयो हजुर ए भोलिको भनेपछि ए ल त्यही त हो के हो के अब आफ्नो देउता गर्नै पर्यो त्यही त नि देउतालाई चोकमा राखेन भने त रिसाइ हाल्छ नि मैले त देखिनँ र अलिक अगाडि गर्नु भएको भए चाहिँ मिलाएर अलिकति टाइम निकालेर माथि चढ्नु नम्बरकोमा ए भने अलिक टाइम निकाल्नु पर्ने विषय होइन फेरि उनीहरू पनि त ए अझै निकाल्नु निक्ल्यो ए तपाईँ र म माथि गएर तपाईँ गाडी लिएर आउनु होइन त ए आमा काएको त नि यहाँ त नि के गर्नु लागेको छ डाँडा यो हान्नुपर्ने ए यो डाँडा हानेर त यहाँ पुग्नुपर्ने ए अनि बाटो ए जान्ने अनि होइन यो खोलाको लागि चाहिँ के छ के लगाउनु वाल लाउनु छ कटबन्धन केही त गर्नु होला नि खोल्सीको लागि अन्त नि त्यो चाहिँ मजाले लाउनु भयो अन्त खोल्सी त नि वर्षिनी बढ्छ क्या बढ्छ थोरै थोरै हो त्यो भएर लगाइहाल्यो भने त्यसको सिट निकै टाढी छ धेरै छ नि त फेरि निकै माथिको पर्छ त्यसको सिट यो त माथि पो भालेपछि खोल्सी पनि भेट्छ अनि यताको पनि भेट्छ त धेरै छ नि त सिट लगेन यो खोल्सी हेर्दा यस्तो हो कि तर माथि छ नि सिट त्यो नमुनाको त्यो बर्बाको जङ्गल छ नि माथि डाँडातिर हो त्यता छ नि त सिट फेरि दुई तिनवटा छ क्या तिनवटा यो खोल्सा सुक्दैन पनि नि त त्यो माथिबाट ट्याङ्कीबाट यता पानी ल्याउँदा त मुनि सुक्दैन थियो यहाँले पैसा चाहिँ खर्च गर्दैछ है खर्च हुन्छ उँधोपट्टि मिलाउनु पर्यो अनि अब माथिबाट रोड सिका गर्नु लागि उतापट्टि रोड निकै गइरहेको छ यतापट्टि गइरहेको छ धेरै ओह्रालो पनि राखिदिनु भएन बिजुलीको पोल चाहिँ डिलमा पर्छ होला डिलमा पर्छ र होइन बिजुलीको खाने बेला पहिले नै बाटो यस्तो थियो फेरि पहिले अनि त्यहाँ माथि भेना घर थियो त छैसित घरै त्यही कसैले दिएन भनेपछि भाइलाई पनि उति बनाएको छैन भाइलाई पनि चौका चेतना छैन हामी मात्रै हो कि क्या मानिराख्ने दे त्यसमा मान्छे हामी भन्दैन चिसो छ हौ ले भन्दै
एकछिन पनि गएर गरिरहेको हुन्छ सकिहाल्छ मान्नै पऱ्यो त अनि रिक्खे भाइ हो अब मिल्ला भाइ आयो होइन मानिरहेको छु अब कहिले अब त्यो गर्ने हो पैसा पनि दिएको छ तर मानिरहेको छु भने हामी कहिले बिजी भएको बेलामा भन्छ नि त भन्नु त मैले थाहा यो 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 हेलमेटको भित्रको ग्लास छ नि कस्तो झुक्काउँछ क्या त्यस्तै किन देखाउँछ अनि छैन भनेर यसो झार्नु खोज्छु छ क्या फेरि झार्नु खोज्छु फेरि छ भित्रको अब सेकेन्ड चाहिँ झारिरहेको छु तर नि अब उठ्याहालेछ नि त कुरा अन्त अनि यसो झार्नु खोज्छु फेरि लगाइकि गएर गाडी चाहिँ तलै राख्नु पर्यो त्यहाँ भनेर आइन नि म माथि एक्लै थिएँ त्यो दिन भनेको माथि बाबैको दोस्रो दिन बाबैलाई बक्सामा लगाएको दिन ए बाबैलाई बक्सामा लगाएको दिनको अर्को दिन हो भोलिपल्ट कि बक्सामा लगाएको दिन पो त हो दाजुहरू काम गर्नुभयो क्या त अनि पर बक्सामा लगाएको दिन अनि दाजुहरू अनि आउनु भएन नि त उता होइन त काम गरेकै घने दाइ आउनुभएको थियो हो बक्सामा लगाएको म चाहिँ अनि त्यो केहरू किन्नु कुदि हिँड्दा म बिहान त्यो कपडा किन्नुको लागि आएको नि अब मलाई जानै पर्ने यहाँ पनि काम गर्नै पर्ने अनि यता त्यो तल्लोमा मरोमा कपाल खौरिँदै आउनै पर्ने कति हात लाउ गर्नेले म हुँदै त त्यहाँ फोन आएको नि आउनै पर्छ भनेर अनि म पनि हतार भाग्नुपर्ने त्यहाँदेखि बाइक छैन होइन सक्यो सोल्टी मालदाइले पनि भनौँ मालदाइले अनि सोमबारे र उहिले पनि भनौँ के अरे यहाँनिर सबजना जाने कोही यताउता सबै गरेर 10 11 सिद्ध्याउने मलाई पनि धेरै छ भन्ने अनि को आयो त त्यहाँ कोही आएन मेरो आयो त्यो पनि सोध्दै आयो झन्डै जाल हात गरेर आयो त्यहाँनिर दिनु पऱ्यो अघिल्लो दिनको त्यो मात्रै भनेर कि होइन बाइक त अघिल्लो दिनको त्यो यता रुङ दिएको छ फेरि होइन